नमस्ते दर्शकबिन, गुड मर्निङ। म फेरि पनि हजुरहरूको माझमा नयाँ अपडेटको साथमा उपस्थित भइसकेको छु। दर्शकबिन, देख्न सक्नुहुन्छ तपाईहरूले यो बिहानी पखको त्रिवी क्रिकेट मैदानको दृश्य हो। दर्शकबिन, एकदमै घाम लागेसँगै यो त्रिवी क्रिकेट मैदानको दृश्य पनि एकदमै रोचक र रमाइलोजनक भएको छ। यता देख्न सक्नुहुन्छ, हिजो मात्रै यो 1 नम्बरको 55 मिटर हाइमास्ट पोल चाहिँ उठाएको दृश्य पनि मैले तपाईहरूलाई देखाएको थिएँ भने आज चाहिँ हाम्रो त्यो त्रिवी क्रिकेट मैदानमा चाहिँ 3वटा यो हाइमास्ट पोलहरू चाहिँ ठडिएको दृश्यले झन् यो त्रिवी क्रिकेट मैदानलाई चाहिँ एकदमै आकर्षकजनक र अझै रमाइलो दृश्यको रूपमा चाहिँ तपाईहरूले देख्न सक्नुहुन्छ। दर्शकबिन, यतापट्टि यो देखिएको हाइमास्ट पोल चाहिँ हाम्रो 5 नम्बर हाइमास्ट पोल हो भनेपछि उतापट्टिको चाहिँ 6 नम्बर हाइमास्ट पोल हो भने यतापट्टि देखिएको यो चाहिँ 55 मिटर अग्लो यो चाहिँ हाम्रो 1 नम्बर हाइमास्ट पोल हो, जुन हिजो बिहानमा चाहिँ यसलाई उठाउने काम भएको थियो। जुन दृश्य तपाईहरूलाई मैले हिजोको अपडेटमा देखाएको थिएँ। दर्शकबिन, यतापट्टि देख्न सक्नुहुन्छ यो इस्ट जोनको प्याराफिट हो। दर्शकबिन, यता रुखहरूले चाहिँ खासै देखिएको छैन। म त्यही प्रत्यक्ष रूपमा गएर यो दृश्य तपाईहरूलाई देखाउने छु। यो चाहिँ हाम्रो त्यता जाने बाटो हो। दर्शकबिन, यसमा पनि ग्राभेल हालेर चाहिँ यो ग्राभेल फिजाउने काम पनि सुरु भइसकेको दृश्य तपाईहरूले देख्न सक्नुहुन्छ। त्यसै गरी यतापट्टि देख्न सक्नुहुन्छ दर्शकबिन, यो चाहिँ हाम्रो यता सेट गरेर चाहिँ उठाउने काम मात्रै बाँकी रहेको यो हाइमास्ट पोल चाहिँ हाम्रो 4 नम्बर हाइमास्ट पोल हो। दर्शकबिन, आज चाहिँ सम्भवतः यसलाई पनि उठाउने काम गरिनेछ। यतापट्टि देख्न सक्नुहुन्छ उठाउनको लागि चाहिँ फाउन्डेसन तयार भइसकेको दृश्य तपाईहरूले देख्न सक्नुहुन्छ। यता चाहिँ तलबाट चाहिँ हाम्रो बोल्टहरू चाहिँ एकदमै घना रूपमा चाहिँ यता देख्न सक्नुहुन्छ। घना रूपमा चाहिँ यो बोल्टहरूलाई यता सेट गरिएको छ हाम्रो सर्कलमा। अब यसमा चाहिँ यो हाइमास्टको मुनिपट्टि पनि यो बोल्टहरूमा चाहिँ मिलाउने स्ट्रक्चर छ र हामीले त्यसमा फिट गरेर चाहिँ एउटा बोल्टमा चाहिँ 2वटा नटको सहायताले चाहिँ यसलाई अड्याउने काम गरिन्छ। यो कुरा पनि मैले तपाईहरूलाई जानकारी गराएँ। दर्शकबिन, देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ हेड फ्रेमहरू जोडान गरेर चाहिँ एकदमै तयारी अवस्थामा राखेको यो चाहिँ हाम्रो 4 नम्बर हाइमास्ट पोल हो। दर्शकबिन, तपाईहरूले देख्न सक्नुहुन्छ। यतापट्टि देख्न सक्नुहुन्छ दर्शकबिन, हिजो मात्रै ठडाएको यो हो 1 नम्बर हाइमास्ट पोल। यो चाहिँ हाम्रो 55 मिटर रहेको छ, एकदमै अग्लो छ। तपाईहरूले देख्न सक्नुहुन्छ भने यो हो 6 नम्बर हाइमास्ट पोल। यो चाहिँ हाम्रो 45 मिटरको रहेको छ र यसमा चाहिँ फ्लड लाइट जडान गर्ने काम पनि अगाडि बढिसकेको छ। सम्भवतः आज चाहिँ यसमा फ्लड लाइट जडानको काम फाइनली रूपमा सकिने छ। त्यो कुरा पनि मैले तपाईहरूलाई जानकारी गराएँ। केही फ्लड लाइटहरू चाहिँ हिजो जडान भइसकेको छ भने चाहिँ केही लाइटहरू चाहिँ बाँकी रहेको कारणले गर्दाखेरि आज पनि यसमा काम हुनेछ। तपाईहरूलाई मैले यो कुरा पनि जनाएर यो 6 नम्बर हाइमास्ट पोलको मुनिपट्टि चाहिँ प्यानल फाउन्डेसनहरू मा चाहिँ प्यानल बक्सहरू पनि जडान गर्ने काम अगाडि बढेको छ। यता देख्न सक्नुहुन्छ यो एउटा प्यानल बक्स त राखिसकेको अवस्था छ। प्यानल फाउन्डेसनमा चाहिँ प्यानल बक्स चाहिँ एउटा राखिसकेको अवस्था छ, फिट गरिसकेको अवस्था छ भने चाहिँ अब चाहिँ 3वटा प्यानल बक्सहरूलाई चाहिँ जडान गर्ने काम हाम्रो अगाडि बढ्नेछ। त्यसै गरी यो 5 नम्बर हाइमास्ट पोलको अगाडिपट्टिको प्याराफिट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। दर्शकबिन, एकदमै बिहानी पखको घामसँगै एकदमै रङ्गीचङ्गी कुर्सीहरूको साथमा तपाईँहरूले यसलाई देख्न सक्नुहुन्छ भने यो हाम्रो 1 नम्बर हाइमास्ट पोल र त्यो सँगसँगै यतापट्टि तपाईँहरूले ग्राउन्ड पनि देख्न सक्नुहुन्छ। यो ग्राउन्डमा पनि दुबो काटेर चाहिँ एकदमै तयारी अवस्थामा एनपीएल को लागि एकदमै भव्य तयारी भइरहेको छ। दर्शकबिन, तपाईहरुले देख्न सक्नुहुन्छ।
दर्शक पनि यहाँ देख्न सक्नुहुन्छ यो प्याराफिटहरूमा चाहिँ यो बिहानी पखको कुर्सीको दृश्यहरू चाहिँ के कस्तो भइरहेको छ, के कस्तो देखिएको छ तपाईहरुले देख्न सक्नुहुन्छ। जुन कुरा मैले प्रत्यक्ष रूपमा चाहिँ अहिले अपडेट गराइरहेको छु भने यो हाम्रो 6 नम्बर हाइमास्ट पोलमा चाहिँ लाइट जडान भएको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ। यसमा चाहिँ ढकमक्क लाइटहरू चाहिँ जडान भइसकेको छ। दर्शकबिनहरु यो चाहिँ भोलि पछिको दृश्य के कति रमाइलो हुनेछ भन्ने एकदमै उत्सुकता चाहिँ जागेको छ। दर्शकबिन तपाईहरुलाई यो कुराको पनि मैले जानकारी गराइरहेको छु। हेर्नुस् कस्तो रमाइलो देखिएको छ है दर्शकबिन। यसरी यो हाम्रो त्रिवी क्रिकेट मैदानको 6 नम्बर हाइमास्ट पोलमा पनि फ्लड लाइट जडान भएको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ दर्शकबिन। त्यसैगरी मैले तपाईहरुलाई यसको मुनिपट्टि रहेको यो प्यानल बक्स हिजो मात्रै एउटा जडान भएको छ भने चाहिँ अब बाँकी चाहिँ 3 वटा प्यानल बक्सहरू जडान गर्नुपर्ने छ। त्यो दृश्य पनि तपाईहरुलाई मैले देखाउने नै छु। कसरी यतापट्टि देख्न सक्नुहुन्छ दुईटा त्यहाँ यो एक्जाबिटरको अगाडिपट्टि छ भने चाहिँ एउटा चाहिँ यता पछाडि राखिएको छ। यो 3 वटा पनि सम्भवतः आज चाहिँ जडान हुनेछन् दर्शकबिन। त्यो अपडेट चाहिँ मैले पछिको भिडियोमा चाहिँ मैले अपडेट गराउने छु। अहिले देख्न सक्नुहुन्छ दर्शकबिन यो घाम लागेसँगै त्रिवी क्रिकेट मैदानको दृश्य झन रोचक बन्दै गइरहेको छ दर्शकबिन देख्न सक्नुहुन्छ। दर्शकबिन यो हाम्रो 4 नम्बर हाइमास्ट पोल तपाईहरुले देख्न सक्नुहुन्छ। यताबाट चाहिँ यो एक्जाभेटर चाहिँ अगाडि बढिरहेको छ दर्शकबिन, किनभने हाम्रो 5 मा र 6 मा पनि हाम्रो काम बाँकी नै रहेको कारणले गर्दाखेरि चाहिँ अगाडि बढिरहेको छ। हाम्रो यो 6 नम्बर हाइमास्ट पोलमा चाहिँ प्यानल बक्सहरू राख्ने काम भइरहेको छ हिजोदेखि भने। अब एकैछिनपछि चाहिँ त्यो प्यानल बक्सहरू जडानको काम अगाडि बढ्ने छ। त्यो दृश्य पनि मैले तपाईहरुलाई अपडेट गराउने नै छु दर्शकबिन। अहिले भने यता देख्न सक्नुहुन्छ यो कम्पाउन्डको यो रिङ रोड हो दर्शकबिन। यो रिङ रोडमा चाहिँ ग्रेभल राख्ने काम भइरहेको छ भने अब यसपछिको काम चाहिँ यसमा पिच गर्ने काम हुनेछ दर्शकबिन। त्यो दृश्य पनि तपाईहरुलाई अपडेट गराउने नै छु। तपाईहरुले देख्न सक्नुहुन्छ दर्शकबिन यो हो हाम्रो त्रिवी क्रिकेट मैदानको बिहानी पखको अपडेट। एकचोटी यो दृश्य फेरि पनि देखाउन चाहे दर्शकबिन तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो त्रिवी क्रिकेट मैदानमा चाहिँ खडिएको 3 वटा हाइमास्ट पोल चाहिँ एकै साथ देख्दाखेरि चाहिँ एकदमै यो त्रिवी क्रिकेट मैदान चाहिँ एकदमै उत्साहजनक देखिएको छ। एकदमै रमाइलो दृश्य देखिएको छ। हाम्रो देशमा पनि यस्तो क्रिकेट मैदान हुँदाखेरि चाहिँ हामीलाई पनि एउटा गर्व महसुस भइरहेको छ दर्शकबिन। तपाईहरुले पनि यो कुरा चाहिँ महसुस गर्नुभएको पनि छ होला। यता देख्न सक्नुहुन्छ अहिले यो त्रिवी क्रिकेट मैदानको बिहानी पखको दृश्य चाहिँ यो घाम लागेको रमाइलो दृश्यमा चाहिँ कस्तो देखिएको छ त दर्शकबिन तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्न पनि नबिर्सनु होला भन्न चाहन्छु। ल त दर्शकबिन अहिलेलाई यति नै। बाँकी चाहिँ अर्को अपडेटको साथमा र काम भइरहेको दृश्य चाहिँ काम के कसरी हुँदैछ भन्ने दृश्य लिएर फेरि पनि उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल, जय देश, जय खेल।